हामी दुई लड दाजुभाइ मिलेर यसलाई यस्तो बनाउन हामी सक्छौँ होला त। आज सब्जीले यस्तो राम्रो राम्रो भेराइटीहरू खुवाए के को खुसियालीमा होला। यत्रो ठुलो तररा बजारमा उल्टो कटु ल्याएर पनि घुमियो। हामीले लगाएको कलरको रिजल्ट हेर्न चाहनुहुन्छ भने चाहिँ भिडियोको अन्त्यसम्म बनेर हेरिदिनु होला। हेलो ग्याङ, इट्स मी मनुष लिम्बू र तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो एमएल असलमा। हाम्रो सब्जीले चाहिँ तररा बजारमा फेरि पनि नयाँ पसल किन्नु भइसकेको छ। त्यसलाई नै डेकोरेसन गर्नको लागि हामी दुई दाजुभाइ चाहिँ लागिरहेको छौँ। यो पसल चाहिँ एकजना मान्छेले पहिलादेखि होटल गराउनु भएको थियो। त्यही पसल चाहिँ हाम्रो सब्जीले किन्नु भयो। यो पसल चाहिँ सुँगुरको मासु प्लस खाजा घर पनि बनाउनु हुने अरे। काम गर्दा गर्दा एकछिनपछि खाना पनि आइपुग्यो हाम्रो। ट्याक्क ल्याएर सुँगुरको मासु दाल भात मजाले बजाइयो। खाइसकेपछि एकछिन सुत्यौँ, त्यसपछि लाग्यौँ फेरि कामतिर। यो रातो भागमा चाहिँ प्राइमर लगाउने भनेर मैले चाहिँ कलरहरू खोल्दैछु। रातो कलर मेटाएर पछि अर्को कलर लाउँदाखेरि चाहिँ एकदम राम्रो देखिन्छ क्या। त्यसपछि भन् दाजुभाइले मिलेर ट्याङ्की कलरहरू लाउन थाल्यौँ। कलर लाउँदा लाउँदा 5 पनि बजिसकेको रहेछ। सब्जीले चाहिँ आज हाम्रो खाजामा स्पेसल छ भनेर हाम्रो खाजा खान लाउनु भयो। म अनि मेरो पार्टनर दाई, अनि त्यसपछि कालो चामिङ राई, त्यसपछि दाई लाग्यौँ हामी खाजा खान। हामीले चाहिँ तररामा रहेको फुड ट्रकमा गएर खाजा खायौँ। त्यहाँ पुगेर हामी सबैले एग रोल खाने विचार गऱ्यौँ। त्यसपछि एग रोल अर्डर गऱ्यौँ। गरेको केही बेरमा हाम्रो एग रोल पनि आयो। हामीले एग रोल खाइसक्दा नसक्दै हाम्रो फेरि आलुबाट बनेकोलाई खोइ के भन्छ त्यो पनि आइपुगिहाल्यो। अनि त्यो पनि हामी सबैजनाले के गरेर टिपेर खायौँ। खाइसकेर हामी लाग्नलाई तयार भइसकेको थियौँ, तर दाइले फेरि मोमो पनि अर्डर गर्नु भएको रहेछ। अनि 2 प्लेट मोमो पनि आइहाल्यो। अनि मोमोहरू खाइसक्दासम्म भने हाम्रो पेट चाहिँ एकदमै फुल भइसकेको थियो। हामीले जम्मा एक एकवटा एग रोल, त्यसपछि त्यो आलुबाट बनेको, अनि त्यसपछि मोमो खाँदाखेरि त पेट त टन्नै भयो। त्यसपछि भने फेरि हामी लाग्यौँ कामतिर। हामीहरूले चाहिँ कलर लाउनु पर्ने जम्मा 3वटा कोठाहरू छ, फ्रन्ट, त्यसपछि मिडल अनि लास्ट। हामीहरूले त्यो 3टा रुममा दुःख कष्ट गर्दा जसोकै भए पनि कलर चाहिँ लगायौँ। कलर लाउँदै गरेर जतिजना पनि हुनुहुन्छ कसै पनि एक्सपिरियन्स मान्छे चाहिँ होइन है हामी। एन्ड फाइनली हामीले 3वटै रुममा कलर गरिसकेर हामी भने लाग्यौँ घरतिर। घर गइसकेर भने मैले गरेँ हल्का थोरै वर्कआउट। म चाहिँ पहिलाको भन्दा धेरै नै मोटाइसकेको छु क्या ग्याङ। कलरिङ कस्तो लगायौँ भनेर चाहिँ म तपाईँहरूलाई पार्ट 2मै देखाउनेछु है ग्याङ। हस्त ग्याङ, बाई बाई, लभ यु अल। समय निकालेर मेरो भिडियो हेर्नु भएको तपाईँहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै माया छ।